गर्छु भने गर्दिनँ। यहाँ बुढो बस्नु भएको छ, यहाँ बुढी बस्नु भएको छ। यहाँ हेर्नु है, अब के भन्नुहुन्छ दिदीले, छोरीसँग जाने कि नजाने भनेर। लु भन्नु त, छोरी लिन आउँछ अरे कि, अब तपाईँ जाने कि नजाने बुझ्ने गरी भन्नु है। अनि तपाईँको छोरीसँग म गएर हुन्छ त, म त यहीँ बस्नु पर्यो, मेरो घर हो नि त। तपाईँको बुढाको घर हो यो? अनि उहिले भाग्नु हो त हौ, अनि पोकासोका बोकेर। अनि अस्ति 38-40 वर्षसम्म कहाँ जानुभयो त? अनि कसेर बोल्नु न जस्तो आए पनि सुन्ने गरी। अब तपाईँ छोरीकामा जानु, लिन आइरहेछ, अनि छोरीले पाल्छ, तपाईँको घर जग्गा सम्पत्ति सबै दिनु। अनि आफ्नो छोरीलाई नदिने कता दिनुहुन्न त? नि छोरीले पाउँदिन, तपाईँले गम्रङ्ग पारेर दियो भने पाइहाल्छ नि आफ्ना छोराछोरीले। कसको अर्काको खटनमा हुन्छ हौ? तपाईँको नाममा भएको, तपाईँको ब्याङ्कको पैसा नाम हुन्छ? खान्छ बिस्टाले, नभएको अर्कालाई नलाउनु, मार्छन् पो। अब तपाईँको दिदीको काम गर्नेलाई नि पैसा तपाईँले दिनु। अनि त्यो अब वर्ष दिने काम आउन आँटो, अस्ति मरेको नि कति ऋण लागेको छ। अनि तपाईँको बुवाको काम गरेको नि तपाईँले दिनु। 5 वर्ष भयो नि, अब दिनु, यत्रो दिन नदिएको। अनि अब त यो व्यवहारहरू सबै मिलाउनु, अनि बाँकी पैसा तपाईँको रहेको सबैलाई दिएर ल्याउनु, अनि उपचार गर्नु। तपाईँ दबाई खानु, निको हुनु, राम्रो लुगा लाउनु। भन्छन् नि, राम्रो लाउनु, मिठो त खानु त। अब बुढाबुढीहरू चाहिँ बसेर खानु, राम्रो लाउनु, दुःख जति गरे पनि अब सुखले बस्नु नि। कि है तिलहरी सिलहरी बेचेर दबाई खाने हौ? हो त नौगेडी। अनि दबाई खानु पर्यो नि त। किन्छन् नि दोकानमा। अब छोरी एकछिनमा भात खाने गरी आउँछन्, बुइनले भात पकाउँछ, अनि तपाईँलाई लिएर जान्छ भात खाएर। तपाईँलाई कति पैसा दिनु भाडा? अनि नयाँ चप्पल मेरो चाहिँ लाएर जानु, अलिक नयाँ साडी स्वेटर लाएर जानु है। अनि छोरी लिन आउँदा कसरी नजानु, उहाँदेखि उहाँ आउँदिन थिए। छोरीले त माया गर्छ त। यहाँ सबैले गाली गर्छन्, पिट्छन् तपाईँलाई। छोराहरूले पिट्छन् नि, मेरो छोराहरूले। पिट्दैनन्? पिट्छन् कि पिट्दैनन्? पिट्दैनन्? ए नि लाई